हेर्न सक्नुहुन्छ। ल यहाँ त मैले निकाल्नु नि त यता के छ अरे यो यही पकाउने सब्जी हालेर अब टक्क लगाएर होइन ल्याएर खाउँ है। अब आलुलाई टक्क यसो गरेर यस्तो गरेर टक 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 आलु काटेर होइन। गाइस सब्सक्राइब गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् प्लिज, डु सब्सक्राइब द च्यानल। यसरी आलुलाई चाहिँ चट्ट चट्ट छिर्नु नि अलिअलि धेरै हाल्छ। धेरै आलु हाल्ने होइन, यो आलु धेरै हाल्यो भने के हुन्छ, आलु यिनीहरूलाई मनै पर्दैन कि आमा छोरालाई। त्यो आलु चाहिँ एकदमै यहाँ खस्यो त, आलु चाहिँ एकदमै कम्ती हाल्नुपर्छ। गर्नुभयो के मलाई गर्नुपर्छ भयो म गएँ। तिमीलाई त गयो भने किन नआउनु न, म त्यहाँ झुन्ची पारेको बनाउँछु त्यही जस्तो देखेछु तिमीले क्या मेरी माया। आलु काट्ने त कसरी काट्ने, आलु काटेको देखाएको आलु काट्यो होइन टक्क लाग्यो। घिउ कति छ नि है, देखाउ त घिउको डब्बा खोलेर। यो चाहिँ थोरै छ, यो चाहिँ टक्क घिउ छ नि। यत्रो घिउ छ त, मलाई त खुवाएकै छैनौ त तिमीले त। अब घिउ टक्क भातमा हालेको क्या मैले, फेरि सकिहाल्छु नि मैले। यति भन्छ नि अनि गेडा ठिक छ नि, के गर्नु यस्तो गरौँ यही पकाएर मासु पकाउ न। यसमा चाहिँ टक्क तेल राखिन्छ, तेल हाल्यो, तेल जिल्लाको भइसकेछ। अलिकति सानो हाल्नुमा यस्तो हेरौँ, तेल पाकेको छ कि छैन भन्ने थाहा हुन्छ होइन। तेल पाके छैन अझै पाकेको हो र, चर्चा गरेँ आएको छ। म त प्याज हाल्न गइरहेको छु, देख्न सक्नुहुन्छ प्याज चाहिँ टक्क यहाँ गइसक्यो। अब पनि रहन्छ क्या भन्नु। हल्का रातो भइरहेछ यो, हल्का रातो भएछ। म चाहिँ आलु हालेँ, दुई पिस माछा हाल्यो भने स्वादै अर्कै आउँछ नि। मासु त छ तर यस्तो भएको छ, सबैजना सन्चै हुनुहुन्छ।
नमस्कार सबैजनालाई। म चाहिँ आज कति दिन भयो बिरामी भएर सुतेको। आज बल्ल उठेको छु। बिहानै गैँडाकोटमा हेर्नु यति धेरै घाम लागेको छ, यति धेरै घाम लागेको छ। भएर सबैजनालाई गुड मर्निङ। के गर्दै हुनुहुन्छ भन्नुहोला। हल्का पकाइले ग्यास कम्ती गरिदिएर छोडिदिन्छु। चटनी चाहिँ रेडी भयो। अब काटेर सलादको लागि काट्दैछु। हल्का रन्छ। अब म यहाँ चाहिँ अम्लेट बनाउन गइरहेको छु। अब यहाँ भाँडा रेडी छन्। अब यिनी भाँडा चाहिँ मान्दै गर्छु। सब खाना शुद्ध रह्यो। अब लाएर भाँडा माझेर होइन गर्दैछु। गाइज युट्युबलाई सब्सक्राइब गरिदिनु होला प्लिज। सब्सक्राइब गऱ्यो भने केही समस्या हुँदैन तपाईँहरूलाई। प्लिज फ्रीमा हो, सब्सक्राइब गरिदिनु होला। तपाईँको दिन शुभ रहोस्।